everybody, welcome to my mini cooking vlog. आज मैले सपाउ बनाउँदैछु। यो चाहिँ जापानिज ब्रेड हो। अनि मैले यहाँ पानी बोइल गरेर चाहिँ यो फ्लोरलाई चाहिँ सेभ गरिसकेँ अनि नुन हालेँ। अनि यो इस्टको लागि चाहिँ त्यो पानी बनाएको थियो त्योमा घोल्ने अनि 15 मिनट्स राख्नुपर्छ। अनि मैले अघि फ्लोरमा चाहिँ सुगर पनि हालिसकेको छु अनि मिक्स गरेँ। अनि हेर्नु चाहिँ अघिको वाटर चाहिँ यस्तो हुन्छ अनि मिक्स गर्ने दुईजना अनि गरेर चाहिँ घोल्नुपर्छ। अनि लास्टमा यसरी मजाले डो बनाइसकेपछि चाहिँ र्यापिङ पेपरले र्याप गर्ने अनि एकछिन पछि त्यसै 2-3 घण्टा पछि चाहिँ यस्तो हुन्छ। यो भइसकेपछि चाहिँ यसको लागि स्टिम गर्नलाई पेपर काट गरेर राख्ने। यसरी बनाएपछि चाहिँ स्टिम मोमो बनाए जस्तै हो। अनि आफ्टर 15 मिनट्स चाहिँ यो यस्तो हुन्छ, एकदम सफ्ट हुन्छ। यो भित्र चाहिँ हामीले किमाहरू हालेर चकलेटहरू हालेर पनि बनाउन सक्छ है। अनि यो चाहिँ हामीले अहिले चाहिँ हनी युज गरेको किनकि यसमा चाहिँ हल्का चिनी कम भएको छ कि